निशुल्क जागिर कमिसन लाग्दैन। यहाँबाट हजुरहरूलाई जागिर लगाइदिए बापत कुनै पनि सर्भिस चार्ज फर्म चार्जहरू चाहिँ केही पनि लाग्ने छैन, सबै निशुल्क नै हुनेछ। हामीलाई चाहिँ होटल लाइन सम्बन्धीको लागि अहिले किचन हेल्परको आवश्यकता छ, कुकको आवश्यकता, रिसेप्सनको आवश्यकता र हामीलाई वेटरहरूको आवश्यकता परेको छ। कुक चाहिँ हामीलाई तिलोत्तमा र बुटोल एरियाको लागि चाहिएको हो, जसमा हजुरहरूलाई बस्न खानाको सुविधा त्यही नै हुन्छ। स्यालेरी चाहिँ 15 देखि लिएर 25,000 सम्म छ र हामीलाई वेटरको आवश्यकता परेको छ। यो बुटोल एरियाकै लागि हो, जसमा हजुरहरूले आउने जाने तरिकाले काम गर्नुपर्ने हुन्छ। स्यालेरी चाहिँ 10-12 हजार हुन्छ र हामीलाई रिसेप्सनको आवश्यकता परेको छ। रिसेप्सन बोय चाहिँ हामीलाई बुटोल फाइनेन्स चोक एरियाको लागि हो। ड्युटी टाइमिङ चाहिँ हजुरको 10-11 घन्टा हो भने स्यालेरी चाहिँ हजुरको 10-12 हजार हुनेछ र हामीलाई रिसेप्सन नै चाहिएको छ, लेडिज चाहिएको हो मणिग्राम एरियाको लागि, जसमा हजुरहरूको स्यालेरी चाहिँ 20 देखि लिएर 22-25 हजार सम्म हुनेछ हजुरको अनुभवको आधारमा। ड्युटी टाइमिङ चाहिँ बिहान 7-8 बजेदेखि लिएर साँझ 4-5 बजेसम्म काम गर्नुपर्ने हो। यदि हजुरहरू कोही पनि यो जबहरूको लागि इच्छुक हुनुहुन्छ, जब गर्न खोज्नु भएको छ, अथवा हजुरहरूको साथीभाइ दिदीबहिनी कसैले पनि जब गर्न खोज्नु भएको छ भने चाहिँ यो भिडियो उहाँहरूलाई सेयर गरिदिनु होला। र यदि हजुरहरूले कुनै पनि यो मध्येबाट जब गर्न खोज्नु भएको छ भने चाहिँ आजै हाम्रो अफिस आउनु होला। धन्यवाद।